आफूहरू आणविक बमहरूद्वारा सुसज्जित भएर बस्ने अनि अरूहरूलाई आणविक बम बनाउन लाग्यो भनेर प्रहार गर्ने। आफूहरू अणुबमको होडबाजीमा कसले बढी, कुन महाशक्तिले, कुन शक्ति राष्ट्रले बढी बनाइरहेको छ भनेर त्यो प्रतिस्पर्धा भित्रभित्र त्यो उत्पादन बढाइरहने अनि अन्य देशहरूलाई रोक्न खोज्ने। विश्व अणुबम निशस्त्रीकरणको कुरा पनि गर्ने अनि अणुबमहरूको भण्डार बढाउँदै पनि लग्ने। विश्व शान्तिको कुराहरू गर्ने अनि फेरि आफैले अरू देशहरूमाथि हस्तक्षेप गर्ने, सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने, सिधै युद्ध गर्ने, त्यहाँ आक्रमण गर्ने। एकातिर मानवाधिकार र प्रजातन्त्रका कुराहरू पनि गर्ने अनि फेरि त्यही मानवाधिकार र प्रजातन्त्रको नाममा जनताहरूलाई भ्रम सिर्जना गरेर फेरि अनेक गतिविधि पनि गर्ने। यो प्रकारको दोहोरो मापदण्ड आज विश्वभरि कायम छ र यसले वास्तवमा विश्व शान्तिको निम्ति, विश्वको यो विश्व व्यवस्थालाई सही प्रकारले अगाडि बढाउनको निम्ति साम्राज्यवादीहरूले जुन प्रकारको चलखेल गरिरहेका छन् यसले अगाडि बढ्न दिँदैन। त्यसो हुँदाखेरि